यसरी चाहिँ गएर चाहिँ खुट्टाले यसरी ब्यालेन्स गरिदिएको कन्ट्रोल गरेर यस्तो गरी निकालिदिएको नि स्न्याक जस्तो हेलो एभ्रिवान वेलकम ब्याक टु कान्सेप्ट भ्लग फेरि पनि र आज चाहिँ मोटो भ्लग जानु आँटेको छ आफ्टर अ लङ टाइम बल्ल बल्ल यताउता गरेर सेटअप गरेर चाहिँ मेरो बल्ल फाइनल सेटअप भएको छ मेरो मोटो भ्लगको सो राइडमा जानु आँटेको म पनि रेडी भइसकिसकेँ हो बाहिर यस्तो गरम छ यहाँ घाम देख्नु हुँदैछ सो अब यहाँबाट निस्किनु आँटेको हामी तिनजना छ माथिबाट अपनेर भएर त्यो एउटा भाइ आउँदैछ एन्ड म चाहिँ यहाँबाट जाने अब हामीले खासमा दार्जिलिङहरू जाने प्लान गर्दै थियो बट नट स्योर कहाँ जान्छ मेबी उता दरमदिन साइडहरू जान्छ होला हेर्नुहोस् होला यो ब्लग एन्जोय द ब्लग and see you all in motor vlog setup. Let's pray and move. After a long time ride जाँदैछु मलाई अस्तिदेखि जानु चाहिँ मन थियो प्रार्थना गरौँ ल ओके लेट्स गो यस्तो गरम चाहिँ यस्तो छ कि तर यस्तै वेदरमा राइड गर्नु मजा आउँछ हार्ड डर छ भनेर म थियो तर मजा आउँछ दसैँको भाइब्स अहिले हिजो त्यस्तो बेसी जाम थियो कि आयो आज चाहिँ त्यस्तो लाग्दो हुँदैन होला घरमा बसिरहेको थिएँ हामीले हिजो चाहिँ अब राइड जाने चाहिँ प्लान चाहिँ गरिरहेको थियौँ बट वी वर नट स्योर जान्छ कि जाँदैन भनेर फाइनली निस्केको अब गरम होस् कि जेसुकै होस् आज पनि मान्छे त नट ब्याड निकै नै रहेछ ए उता माथिपट्टिबाट निस्किनु पर्दैछ अलिकति ठिकै छ जोरथाङ चाहिँ सेन्टर परेर होला कि यति बेसी मान्छे हुन्छ नि यहाँनिर खाली छ त अखर बिच त आज त गरमले गर्दा होला यस्तो मिठो हावा आउँछ कि तर यहाँ आमामामा यो पनि केही देखेको छैन जस्तो धुलोले गर्दा यहाँदेखिको चाहिँ लेफ्ट जाने हो हामी मजा आयो त तर आज त आज चाहिँ राइड गरिन्छ मजाले फाटकमा बसिरहेको छ दुईजना भाइ दामी दामी शीतल शीतल आम्मामामामामा धुलो पनि त्यत्तिकै बराबर छ शीतल पनि त्यत्तिकै छ यो चाहिँ नयाँ बजार है यो बाटो चाहिँ अलिक अप्ठ्यारो छ हिजो अस्ति यहाँ पहिरोमा आएको थियो अरे भन्छ अघि भर्खर खानाहरू खायो निस्केको अहिले चाहिँ 2 बज्दै जस्तो लाग्यो यहाँनिर पर्खिरहेको छ चिन्टो र मिन्टोले चाहिँ यस 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 मेरो भाइ के हो तिम्रो नाम अपने ल जो अन्त यति उता अन्त टप हो त हौ अन्त राइडर आमा राइडर यो बाटो चाहिँ उकालो जुम लाग्दिन्छ यहाँ चाहिँ अब दार्जिलिङहरू वेस्ट बेङ्गाल जाने बाटो कटा त्यहाँदेखि सोमबारहरू जाने बाटो यो भर्खरको यसो चेक गरेको अडियो दामी आउँदो रहेछ अल गुड मेरो बाइकको साउन्ड चाहिँ अलिकति अब पहिला खासमा यो साइलेन्सर खोल्दाखेरि चाहिँ दामी मजाको साउन्ड लाग्दिन्थ्यो कि फिल पनि मजाको हुन्थ्यो भाइब पनि ल्या के भयो के भएको रहेछ हौ ओइ अलिक साइडबाट कस्तो डर त यहाँ चाहिँ अपनेर भाइ चाहिँ भर्खर भर्खर सिक्दैछ उसले बाइक सो यसो उसको पनि साथी अनि म पनि राइडमा निस्केको यहाँबाट चाहिँ भाइले निकै पाराले हुँदो रहेछ ए ओर्छ त ओर्छ त डुब्छ है भाइ यहाँको पानी बढेछ नो ओभरटेक यस्तो जग्गामा अलिक ठिक ठिकैको जग्गामा मात्रै ओभरटेक गर्नुपर्छ जग्गा हेरेर विचार गरेर मात्रै
दामी 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 KTM 200 त्यो चाहिँ डिक 200 यो चाहिँ 250 हो भाइको सेकेन्ड बाइक हो जस्तो लाग्यो यो चाहिँ सेकेन्ड बाइक हो कि फर्स्ट बाइक हो हिजो अस्ति भर्खर किनेको बेसी भएको छैन है हामी चाहिँ मेबी विल गो टु किङ्सल्यान्ड बिकज अब यो बाटो अलिकति राम्रो जग्गा भनेको त्यहाँ मात्रै हो तर अलिकति गरम उयसमा चाहिँ आइपुग्यो कि हामी वेदरमा बट स्टिल देन इट्स ओके केही छैन हामीलाई एउटा राइडको लागि हो मेन चाहिँ इभिनिङतिर निस्केको भए पनि हुन्थ्यो तर ठिकै छ केही छैन यो पारेको चाहिँ कर्मटारहरू हो भाइलाई हल्का ओभरटेक हानिदिएको आमाम यो बाटो चाहिँ रेनी सिजनमा चाहिँ अलिकति रिस्की अलिकति होइन पुरै रिस्की हुन्छ है बिकज यो माथि माथिबाट पुरा झर्छ नि त ढुङ्गा झर्छ कि के झर्छ हो यहाँ यस्तोहरूबाट अहिले चाहिँ क्लियर गरेछ आमाम यो चाहिँ डढ्यो आज मजा आयो तर साँच्ची भनेको अम्बो कस्तो घरमा त्यतिकै अल्छी लागेर बसिरहेको थिएँ कि यस्तो मजा आयो क्या नाइस मजा मजा भाइ कहाँपट्टि गएको किङ्सल्यान्ड जाने होइन किङ्सल्यान्ड यहाँ होइन पर ओ आउँदैछ ए त्यसरी नगर्नु है यो एकदम रिक्स हो यसरी चाहिँ ओभरटेक कहिले गर्नु हुँदैन बाइक साटो मेरो सिधै पर जाने कि उहाँ एकछिन चिया खाने उहाँ छ नि क्यान्टिन कि पर जाउँ ल जाउँ पर जाउँ इजी 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 केही छैन हुन्छ केही छैन होइन होइन त्यस्तो हुन्छ नि जल्दी जल्दी अलिअलि त बाइकमा हुन्छै हुन्छ नि म झन् कस्तो कस्तो भएको ए बाइकमा अब त्यसो डिसब्यालेन्स चाहिँ हुन्छ अझै अब त्यो हाइटेड बाइक्सहरूमा चाहिँ यस्तो तलमाथि उयो हुँदाखेरि चाहिँ पुरा त्यस्तो प्रब्लम्सहरू हुन्छ समटाइम्स शीतल हो आम्बो लभली वेदर ए कत्रो काटेको यार इजी इजी अब यहाँनिर एकछिन पर्खिनु पऱ्यो नि अब ए छिर्छ यहाँबाट जिस्केको लान्छ अहिले जिस्केको अहिले मेरो बाइक चाहिँ 18,000 18,601 किलोमिटर 17 किलोमिटर्स ए भयो It didn't take much time. यो बाटो भनेको दामी लाग्छ हेर न आम्बो उयो परको यो जग्गाहरू कस्तो मजाको यार स्याडिस दामी 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 भ्यू मेरो एक ब्याट्री चाहिँ यहीँ हराएको है आई होप त्यो भ्लग्सहरू हेर्नु भएको थियो भने चाहिँ यहाँनिर सानो खोजा भएको यहाँ मेरो यहाँबाट चाहिँ साह्रो गरेर चेन खुला थिएछ झन् मेरो त्यो ब्याट्रीको अरू कुरा यहाँ कहाँनिर झरेको थियो नि यस्तो माया लागेको त्यो ब्याट्री भर्खर किनेको थियो ऊ हेर न यस्तोमा कस्तो मजाको देखेको यो के हो धान उम्रिने समय वाउ म्यान अहिले यहाँ गर्नुपर्छ ल फोटो खिच्नुपर्छ ल यहाँ थम्बनेल चाहिँ त्यहाँनिर खिच्नु पर्ला जस्तो छ
ओइ नगर्न हौ नगर्न मलाई त भुकेन यसले चिने कि क्या हो ए यहाँदेखिको चाहिँ ओ माई गड के गरेको यार यहाँदेखिको चाहिँ ओह्रालो हो नि त ओ तल जानुपर्छ मजाको छ यो ओइ ओइ कहाँ गएको कहाँ सिधै सिधै सिधा सिधा यहाँ आउन आम्मामा वाट अब बाटो इट इज खै त भाइहरू त आउँदैन त उही तल हौ उहाँबाट आएको भए पनि हुँदैछ आम्माम योबाट त खत्तम भइसकेको छ नि हौ हल्का अफरोडिङ पनि भइदिइहाल्यो आज त आमाम यो बाटो पुरा बिग्रेको रहेछ क्या मजाको टार छ नि आम्बो लभली This is the place. मजाको जग्गा छैन र त बाटो चाहिँ अलिकति खराब भएछ यहाँको ए त बन्द भयो क्या वाउ लभली यो हो नि त जग्गा चाहिँ फाइनल्ली हामी चाहिँ जग्गामा आइपुगे यो त पुरा कस्तो भएछ त हौ यहाँदेखि यस्तोहरू चाहिँ अब यो निकै भिड पो छ त कता कताको नि सिधै सिधै भ्यू यो कुचै छ नि अलिकति यसको यो अलिकति यसको कथा अब मैले चाहिँ गाइज यस्तो सुनेको अब अरू जग्गातिर होइन यस्तोहरूतिर लु यो नर्मल हो मेरो पनि छ होइन यहाँनिर अब यो पार्टहरूमा चाहिँ भत्काउनु भनेको चाहिँ टप हो नि अब यो चाहिँ कसरी चाहिँ भत्क्यो अरे भनिदेऊ त यस्तो भएको होला स्पिडमा उडिरहेको थिएँ होइन 5 मा थिएँ अनि चाहिँ गियर घटाउने टाइम पनि पाएनौ दिमागमा होइन त्यहाँदेखि चाहिँ फुट ब्रेक अलिकति कम्ती लाग्यो क्या त्यहाँ ह्यान्ड ब्रेक रोक्दाखेरि छ्याप यस्तो भयो नि त यसो कुद्यो त्यहाँदेखि चाहिँ यसरी चाहिँ गएर चाहिँ खुट्टा यसरी ब्यालेन्स गरिदिएको त्यहाँदेखि फेरि यसरी कन्ट्रोल गरेर यस्तो निकालिदिएको नि स्न्याक जस्तो कुचिन चाहिँ कसरी कुच्यो अन्त यो चाहिँ यस्तो चाहिँ केले कुच्यो भुँडी अलिक लागिरहेको थियो नि त होइन यस्तो भइदियो कि त्यहाँदेखि टक्क यसरी कन्ट्रोल साउथ इन्डियन मुभी चाहिँ त्यहाँदेखि चाहिँ बाइक यतिको ढल्किरहेको थिएन यस्तो गरेँ स्वाट यसो ठेल्दे खोइ
पुड्किहाल्नु पापा त्यहाँदेखि के भने कन्ट्रोल गरिदिएको नि त्यहाँदेखि बाइक टक्क यस्तो काँधमा लिएन हौ काखतिर बोकेर ए कस्तो मजाको दियो गयो भाइलाई के भयो अरे दाजु तपाईँलाई दामी एक्टर रहेछ त्यो भाइ पनि सानोतिनो त राम्रो एक्टर त एक्टिङ गराउनु दुःख सुख यसो चापट पुग्यो त्यहाँ अघि जहाँ रोक्न आँटेको थियो नि बुद्ध पार्क के छ नि त्यहाँ रिकर्ड गर्दै त रिकर्ड गर्दै गरेर के खेलेको भाइ यस्तो दामी भ्यू क्या यो टाइम आमामा 360 भ्यू तपाईँले देख्नु सक्नुहुन्छ मजाको भ्यू मजा आयो अब आजको भ्लग चाहिँ म यतिमै एन्ड गर्छु अब जान्दा पनि म भ्लग गर्छु सोचेको थिएँ तर इनफ भयो मजा आयो आजको राइडको विषयमा सानो कुरा भनिदेऊ न भाइ के छ कस्तो छ अलिकति मजा आयो आज मलाई कुदाउनु मजा लाग्यो मजा आयो तर त्यो एउटा गोलाइमा चाहिँ निकै काटिपऱ्यो कतिको अलिकति एक्सपिरियन्स कतिको निकै नालीमा झन्डै नालीमा पस्यो नि त ब्रेक नतिजेको चाहिँ नालीमा पसेको 2 भाइ पसेको ओके सो एनिवेज है थ्याङ्क यू सो मच फर वाचिङ आजको भ्लग